तपाईँ जति धेरै निडी हुनुभयो, इमोसनल्ली डिमान्डिङ हुनुभयो, त्यति नै तपाईँको पार्टनर तपाईँबाट टाढा जान सक्ने सम्भावना धेरै हुन्छ। तपाईँ धेरै एट्याच हुन खोज्दैमा उसले तपाईँलाई बढी माया गर्छ भन्ने हुँदैन। उसलाई झन् बढी प्रेसर फिल भइरहेको हुन्छ, भित्रभित्र सफोकेट भइरहेको हुन्छ। ऊ आफूलाई रमाइलो लागेर मजा आएर बोलेकै हुँदैन क्या। तपाईँले ल्याङ ल्याङ नगरोस् भनेर मात्रै तपाईँसँग कुरा गरेर बसिरहेको हुनसक्छ। उसलाई रसै आउँदैन क्या त्यो सम्बन्धबाट। कहिलेसम्म प्रिटेन्ड गर्छ त? बिस्तारै तपाईँ चाहिँ बोझ जस्तो फिल हुन थाल्छ। अनि ऊ बिस्तारै डिट्याच हुँदै जान्छ। अनि पछि तपाईँले के भन्न सक्नुहुन्छ त भन्दा, मैले त्यो मान्छेलाई एकदमै माया गर्थेँ भनेर भन्नुहुन्छ। तर खासमा त्यो माया गरेको होइन नि, ऊबाट माया चाहिँ खोजेको हो क्या। सो यदि तपाईँ एकदमै निडी भएर कसैसँग बोल्नुहुन्छ भने एउटा कुरा के बुझ्नु पर्यो, खोजेर माया पाइँदैन। डिमान्ड गरेर माया झन् टाढा जान्छ। किनकि तपाईँलाई मात्र कम्फर्टेबल भएर त भएन नि त, अर्को मान्छेलाई पनि त मजा आउनु पर्यो तपाईँसँग कुरा गर्न अथवा तपाईँसँग नजिक हुनको लागि। हामी जति निडी भइन्छ नि, हामी जति डिमान्डिङ भइन्छ नि, अर्को मान्छेलाई हाम्रो डिमान्ड देखेर डर लाग्छ क्या। ऊ तर्सिन्छ अनि त्यसपछि ऊ बिस्तारै टाढा हुन्छ र डिट्याच हुँदै जान्छ। भाउ पनि खानुपर्छ कि हेर्नु अलिकति। सित्तैमा आफ्नो भाउ दियो भने त्यो भाउलाई ग्रान्टेडको रूपमा लिने गरिन्छ।